हिन्दालाई युज गर्न सकिन्छ। अब मुला मुला भन्दाखेरि चाहिँ अब छ भनेको अघि नै मैले भनिहालेँ, आरे भनेको छैन भनेको। अनि यसरी नै आले मुला भाइ छ, आले मुला भाइ छ हैन। कान मुला भात छ, कान मुला भात छ। टिभी मुला टिभी छ भनेको। अनि अब आरेको चाहिँ मोबाइल आरे मोबाइल छैन। घडी आरे घडी छैन। अनि आङ्गा आरे बहिनी छैन। अनि त्यसपछि टाङ्का आरे टाङ्का आरे पैसा छैन भनेको। यसरी चाहिँ आरे अनि मुलालाई तपाईहरुले युज गर्न सक्नुहुन्छ। अनि हिन्ला र आहिनलाई पनि युज गर्न सक्नुहुनेछ। अब त्यसरी नै अर्को दुईटा शब्द चाहिँ छ टिम अथवा चिम। अनि त्यो भनेको चाहिँ रहेछ। टिम अथवा चिम भनेको चाहिँ रहेछ। अनि अर्को चाहिँ रहेको छ आरेम। आरेम भनेको चाहिँ रहेन छ, रहेछ अनि रहेन छ। टिम अनि आरेम यसरी चाहिँ तपाईहरुले भन्न सक्नुहुनेछ। अब त्यसको पनि उदाहरण वाला टिम, वाला टिम अथवा वाला चिम। रातो रहेछ भनेको, रातो रहेछ। त्यसपछि तारा चिम, सेतो रहेछ अथवा तार चिम, सेतो रहेछ यसरी भन्न सक्नुहुनेछ। कान चिम अथवा कान टिम, भात रहेछ। अब यसरी नै रहेन छ भन्दाखेरि चाहिँ आरेम। ज्याबा आरेम राम्रो रहेन छ, ज्याबा आरेम राम्रो रहेन छ। अनि सिम्बा आरेम चिसो रहेन छ, सिम्बा भनेको चिसो, चिसो रहेन छ। अनि तेमे आरेम आलु रहेन छ, आलु रहेन छ यसरी भन्न सक्नुहुनेछ। जस्तै चुकोला ज्याबा आरेम हो, यो नानी राम्रो रहेन छ। चुकोला ज्याबा आरेम यसरी चाहिँ भन्न सक्नुहुनेछ, यो नानी राम्रो रहेन छ भनेर। अब यसरी नै चिम अथवा टिमको चाहिँ वाला चिम छ नि, त्यस्तै चुवान यो कपडा वाला चिम रातो रहेछ। चुवान वाला चिम यो कपडा रातो रहेछ। यसरी चाहिँ तपाईहरुले सेन्टेन्स बनाउन सक्नुहुनेछ। अब त्यस्तै प्रकारले अर्को तामुला हुन्छ, तामुला हुन्छ भनेको तपाईहरुले। अनि अर्को चाहिँ आतामुला हुँदैन, आतामुला हुँदैन। तामुला हुन्छ अनि आतामुला हुँदैन। यसरी चाहिँ तपाईहरुले दुईटालाई भन्न सक्नुहुनेछ। अब यसको पनि सेन्टेन्स चाहिँ यसरी बनाउन सक्नुहुनेछ। का वाला तामुला, का वाला तामुला। का भनेको रगत, वाला रातो, तामुला हुन्छ, रगत रातो हुन्छ। का वाला तामुला यसरी चाहिँ भन्न सक्नुहुनेछ। अब अर्को दोङ पिङ्गे तामुला, दोङ पिङ्गे तामुला। दोङ भनेको रुख, पिङ्गे हरियो अनि तामुला हुन्छ, रुख हरियो हुन्छ। दोङ पिङ्गे तामुला यसरी चाहिँ तपाईहरुले भन्न सक्नुहुनेछ। अब आतामुला हुँदैन, हुँदैन, आतामुला हुँदैन। श्यामो पिङ्गे आतामुला। श्यामो भनेको चाहिँ च्याउ, च्याउ चाहिँ हरियो हुँदैन भनेको। च्याउ हरियो हुँदैन, आतामुला हुँदैन। श्यामो भनेको चाहिँ च्याउ। यसरी चाहिँ तपाईहरुले सेन्टेन्सहरु बनाउन सक्नुहुनेछ इजिली। र यो चाहिँ थियो आजको भिडियो। तपाईहरुलाई यो भिडियो हेरेर पनि केही न केही आफ्नो मातृभाषा तामाङ भाषामा सिक्न सक्नुभयो होला, मलाई त्यस्तै लाग्छ। र यदि यो एकपल्ट हेर्दाखेरि तपाईहरुलाई अलिकति अप्ठ्यारो नै भयो बुझ्नु भने रिपिट गरेर पनि तपाईहरुले हेर्न सक्नुहुनेछ। र मेरो च्यानलमा धेरै भिडियोहरु छ, सजिलो सजिलो पाराको भिडियोहरु पनि मैले धेरै बनाइसकेको छु। तपाईहरुले हेरेर सिक्न सक्नुहुनेछ। र आजको लागि चाहिँ यति नै थियो। आशा छ तपाईहरुले केही न केही मेरो यो भिडियोबाट सिक्नुहुन्छ भन्ने। छुट्टिन चाहन्छु आजलाई। फेरि पनि एउटा नयाँ भिडियोमा कुनै दिन फेरि भेट्छौं भन्दै थुजेछे।